नमस्ते। आज हामी सुबिन भट्टराईको उपन्यास सायाबारे अलिक गहिरिएर कुरा गर्दैछौँ। नमस्ते। यो त सबैलाई थाहै छ, एकदमै चर्चित उपन्यास समर लभको दोस्रो भाग मतलब सिक्वेल हो। हामीसँग यसका विभिन्न समीक्षाहरू छन् अनि त्यसकै आधारमा आज हामी यो उपन्यासको कथा, यसले उठाएका विषय, यसका राम्रा पक्ष र पाठकहरूले औल्याएका कमजोरीहरू के रहेछन् भनेर केलाउने कोसिस गर्नेछौँ। ल सुरु गरौँ है त। अवश्य। सायाले एउटा निकै नै लोकप्रिय कथालाई अगाडि बढाउँछ, जुन आफैमा एउटा चुनौती हो, होइन? पहिलो उपन्यासले बनाएको त्यो एउटा क्रेज छ, पाठकको अपेक्षा छ, त्यसलाई यसले कसरी सम्हाल्छ त्यो हेर्न लायक छ। हो नि। अनि अर्को कुरा, यसले छोएको सामाजिक पाटो पनि महत्त्वपूर्ण छ। खास गरी हाम्रो समाजमा यो अन्तर्जातीय प्रेम अनि त्यसमा आउने पारिवारिक सामाजिक अडचनहरू। कथा त ठ्याक्कै समर लभ जहाँ सकिएको थियो त्यहीँबाट सुरु हुन्छ, होइन त? हो, त्यहीँबाट। अतीत जो ब्राह्मण समुदायको र साया उनी नेवार समुदायकी, उनीहरूको प्रेम, जातीय भिन्नता अनि खास गरी सायाको बुवाको असहमतिले उनीहरूको सम्बन्धमा समस्या ल्याउँछ। अनि कथा अगाडि बढ्दै जाँदा त्यो गोवाको यात्रा, अतीतको नर्वे बसाई, उसको एक्लोपन, फेरि सुस्मिता भन्ने अर्को पात्रसँगको सम्बन्ध, यस्ता मोडहरू आउँछन्। हो, ती सबै घटनाक्रमहरू छन्। तर स्रोतहरूले के भन्छन् भने अन्त्य चाहिँ सुखद छ रे। सायाको बुवाले अन्ततः उनीहरूको प्रेम स्वीकार गर्नुहुन्छ। हो, कथाको अन्त्य त्यसरी मिलाइएको छ। अब यसको लोकप्रियताको कारण के होला त? समीक्षामा केही चाखलाग्दो कुराहरू भेटिन्छन्, जस्तो कि यसको भाषा एकदम सरल छ, बोलचालको जस्तो, पात्रहरूको त्यो भावनात्मक उतार चढाव, होइन? अनि युवा पाठकहरूले चाहिँ आफ्नै जीवनसँग कता कता जोड्न सक्ने खालको कथा। रिलेटेबल भयो। हो, त्यही नै यसको मुख्य शक्ति मानिएको छ। अनि प्रेम कथा भए पनि भित्रभित्र जातीय विभेद, अभिभावकको दबाव, अन्तर्जातीय विवाहप्रतिको सामाजिक धारणा जस्ता अलिक गम्भीर विषय पनि उठाएको छ। त्यो त महत्त्वपूर्ण पक्ष भयो। पात्रहरूको त्यो भित्री द्वन्द्व, खास गरी अतीतले भोग्ने त्यो दुईविधा, त्यो पीडा, त्यसलाई लेखकले राम्रैसँग देखाएको भन्ने कुरा पनि समीक्षामा छ। त्यो त भयो राम्रो पक्ष। तर सबै समीक्षा सकारात्मक मात्रै त छैनन् होला नि, होइन? कमजोरी पनि त औल्याएका छन्। कमजोरीका कुरा पनि उठेका छन्। जस्तो कि मैले पढेको थिएँ उपन्यासको बीचको भाग अलि धेरै तन्काइयो कि जस्तो लाग्यो रे कसैलाई। हो, त्यो मध्यभाग अलि लम्बिएको गुनासो छ। अनि त्यो गोवाको प्रसङ्ग र नर्वे बसाइका कतिपय कुराहरूले कथाको गति अलि सुस्त बनायो कि भन्ने पनि। अनि संवादको कुरा पनि छ। संवाद कस्तो? हो, त्यो गोवा प्रसङ्गको लम्बाइ र संवादलाई लिएर अलि आलोचना भएको देखिन्छ। समीक्षा अनुसार गोवामा अतीत र साया बीचका केही संवादहरू अलि सतही, अनुमान गर्न सकिने खालका भए कि भन्ने छ। पात्रको भित्री भावना वा द्वन्द्वभन्दा पनि अलि बढी त्यो रोमान्टिक क्लिसे जस्तो सुनिने, त्यसले गर्दा त्यो खण्ड अलि कमजोर लाग्यो भन्ने पनि छ। अनि अर्को एउटा चाखलाग्दो कुरा के छ भने, धेरैको साझा निचोड जस्तो के देखिन्छ भने, सायाले समर लभको जस्तो त्यो गहिरो छाप, त्यो मौलिकता, त्यो जादु चाहिँ छुन सकेन रे। हो र? पहिलो जतिको शक्तिशाली लागेन भन्ने? हो, त्यस्तै। कथामा नयाँपन अलि कम भयो कि, अनि लेखन शैली पनि उस्तै दोहोरियो कि जस्तो महसुस भयो भन्ने कुरा पनि उठेको छ। यो त प्राय सिक्वलहरूले भोग्ने समस्या जस्तै भयो नि, होइन र? पहिलो पटकको त्यो स्पार्क फेरि ल्याउन गाह्रो हुन्छ। एकदम सही हो नि। यसलाई अलि फराकिलो नजरले हेर्दा यी आलोचनाहरू सिक्वल लेख्नुको प्रकृतिसँगै जोडिएका हुन्। पहिलो किताबले एउटा उचाइ बनाइसकेको हुन्छ, पाठकको अपेक्षा पनि त्यस्तै हुन्छ, त्यसलाई भेट्टाउन सधैँ गाह्रो हुन्छ। तर समीक्षाले के पनि भन्छ भने, साहित्यिक गहिराई वा त्यो नवीनताको हिसाबले साया सायद समरलभ जति प्रभावशाली नभए पनि भावनात्मक रूपमा चाहिँ पाठकलाई सन्तोष दिन्छ, मूल कथालाई एउटा निष्कर्षमा पुर्याउन सफल छ। अतीत र सायाको कथा कहाँ पुग्यो भनेर जान्न उत्सुक पाठकलाई एउटा पूर्णताको अनुभव दिन्छ यसले। भनेपछि यसको निचोड के निकाल्न सकिन्छ त? पाठकले के अपेक्षा गर्ने? समीक्षाको सुझाव हेर्दा जसले समरलभ पढ्नु भएको छ र अतीत अनि सायाको कथाको अन्त्य के भयो भनेर जान्न साँच्चै इच्छुक हुनुहुन्छ, उहाँहरूको लागि त यो पढ्नै पर्ने जस्तो भयो।
अनि जो युवा प्रेमकथा, अन्तर्जातीय सम्बन्धका चुनौतीहरू, सामाजिक मान्यता विरुद्ध उभिने कथाहरूमा रुचि राख्नुहुन्छ, उहाँहरूलाई पनि यो मन पर्न सक्छ। तर फेरि यदि कोही पाठकले एकदमै गहिरो साहित्यिक खुराक वा एकदमै तीव्र गतिको अनौठो खालको कथा खोजिरहनु भएको छ भने, अथवा पहिलो भाग नपढिकिनै एउटा छुट्टै स्वतन्त्र उपन्यासको रूपमा पढ्न खोज्दै हुनुहुन्छ भने सायद सायाले त्यो अपेक्षा पूरा नगर्न सक्छ। यो मूलतः समर लभका पाठकहरूलाई नै ध्यानमा राखेर त्यो अपुरो कथालाई टुङ्ग्याउन लेखिएको जस्तो देखिन्छ। यसको मतलब यो उपन्यास आफैमा पूरा भए पनि यसको खास मजा लिन चाहिँ समर लभ पढेको हुनु बेस भयो। हो, धेरै हदसम्म त्यही देखिन्छ। अन्तमा समीक्षाको सार यही हो। साया भावनात्मक रूपमा त ठिकै छ, सन्तोषजनक छ, तर पहिलो पुस्तकको जस्तो त्यो नयाँपन र साहित्यिक प्रभाव चाहिँ यसमा अलि कम छ। यसले फेरि एउटा प्रश्न पनि उठाउँछ। सामान्यतया सिक्वेलहरूले पाठकको त्यो परिचित संसारलाई जोगाउँदै कतिसम्म मौलिकता दिन सक्छन्? अझ जातीय विभेद जस्ता संवेदनशील सामाजिक विषयलाई प्रेम कथामा ढाल्दा त्यसको गहिराई र प्रस्तुति कति सन्तुलित हुन सक्छन् भन्ने कुरा पनि सोच्न बाध्य बनाउँछ। साया उपन्यासबारे यी विभिन्न कोडबाट गरिएका विश्लेषण र धारणाहरू प्रस्तुत गर्ने स्रोत सामग्रीहरूलाई धन्यवाद दिनुपर्छ। सायद यी कुराहरूलाई मनमा राखेर कतिले समर लभलाई फेरि सम्झिनुहोला वा साया पढ्नेबारे सोच्नुहोला। आजको यो छलफलले उपन्यासलाई हेर्ने एउटा